हाम्रो पनि छ। हेलो मेरो वाइफ युट्युब च्यानलमा हजुर सबैजनालाई स्वागत छ र म धेरै दिनपछि तपाईँहरूसँग आउँदैछु जोडिन र मेरो चाहिँ घरको समस्याको कारणले प्रब्लमले गर्दामा तपाईँहरूसँग जोडिन सकिरहेको छैन र तपाईँहरूले माया गर्न सक्नुहुनेछ। मेरो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्न सक्नुहुन्छ र मेरो घरमा चाहिँ मेरो श्रीमान अलिकति अस्वस्थको कारण म युट्युब च्यानलमा आउन सकेन। अबको दिनहरूमा हजुरहरूले धेरै माया गर्नुहुन्छ भन्ने म आशा गर्दछु। गाडी चलाउँदै हुन्छ यता सुनमाया हुनुहुन्छ। मेरो श्रीमान अलिकति उज्यालो आएको छैन। एउटा बोकेर स्मारक लगाइसक्यो, गेटमा पुगिसकेको छौँ। स्मारक गेटमा धेरै भिड रहेछ। डेभिड पनि अगाडि आइपुग्यो बुलेटमा आइपुगेको छौँ। त्यही गाडी छ है हाम्रो अलिकति गाह्रो हुनुहुन्छ। हेलो हाई हेलो जय मसी हाई हेलो हाई जय मसी पऱ्यो। हेलो साथीहरू, यो चाहिँ हाम्रो बिनु बहिनी ल्याउनु भएको यो चाना। हाम्रो यो बिनु बहिनी ल्याउनु भएको चाना। ममताले के ल्याउनु भयो? मासु है, चिकन ल्याउनु भएको छ। अनि यो चाहिँ हाम्रो सिद्ध बहिनीले के ल्याउनु भयो? अचार अनि पुरी। अनि यहाँ चाहिँ हाम्रो पनि छ। मैले चाहिँ दुईवटा आइटमको ल्याएको छ, मस्यौरा छोइला र तरकारी। पकौडा ल्याउनु भएको पुलाउरा पकौडा ल्याउनु भएको छ, पुलाउरा ल्याउनु भएको छ। तपाईँले हो माया माया खै। अब चाहिँ सबैजनाले खाजा लिँदै हुनुहुन्छ लाइनमा। यहाँ चाहिँ धेरै हल्ला कस्तो लाग्यो तपाईँलाई? दामी अतमै मिठो जिब्रोमै धुन्ने। तपाईँले मलाई दही ल्याउनु पर्ने थियो नि त। यस्तो ड्यु सुनिलाई कस्तो लाग्यो? मिठो छ? वाउ दामी छ। यहाँ खाँदै हुनुहुन्छ? कुल्चिँदैन पो, तपाईँले देखिहाल्छ नि। यहाँ खाँदैन। कस्तो लाग्छ? एकदम मिठो छ नि। मिठो छ है? एकदम दामी छ। मिठो। सिम्पललाई कस्तो छ? एकदम मिठो छ, एकदमै स्वादिलो छ। एकदम स्वादिलो छ। अब खानुभयो सबैजना आउनु होला। मेरो वाइफ फ्यामिली युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज धेरै दिनपछि म हजुरसँग जोडिँदैछु, किनभने मेरो घरमा धेरै समस्याहरू थियो र मेरो श्रीमान पनि अस्वस्थ भएको कारण म युट्युब च्यानलमा जोडिन सकेन। हजुरहरूले धेरै माया गरिदिनु होला भन्न चाहन्छु र मेरो
च्यानललाई सब्सक्राइब लाइक सेयर कमेन्ट गरिदिनु होला। अब म सुरु गर्छु। मेरो साथीभाइहरू कुनै पछाडि उता हुनुहुन्छ खाँदै हुनुहुन्छ, म चाहिँ खाँदैछु हातमा लगेर। वाउ दामी पकौडा मिठो छ। भिडियोमा अलिक डिस्टर्ब आएर है नस्याउराको छोइला धेरै हल्ला भएर छन्। उता साथीहरू रमाइलो गर्दै हुनुहुन्छ अनि म चाहिँ एक्लै बसेर खाएर छ। पुरी मोटो खालको बनाउनु भएको। दामी छ। सकिँदैन होला। अचार चबाउनै कति गाह्रो क्या। सकेन चबाउनलाई टाइम लाग्ने। यति सकेन, 2 पुलाउ र एउटा सुक्खा रोटी सकेन। अब हजुरबाट छुट्टिन्छु।